साथीहरू मैले चाहिँ हजुरहरूलाई यो पुतलीवाला बनाउन सिकाएको थिएँ लबर। आज चाहिँ म यो फुलवाला बनाउन सिकाउन गइरहेको छु। यसको लागि चाहिँ हामीले सुरुमा 10-10 इन्चको रिबन लिएर यसरी चारै कुना डढाउनुपर्छ, त्यसको छेउ ननिस्कोस् भनेर। त्यसपछि आधी 1 इन्ची जति खप्ट्याएर त्यही खप्टाको ठाउँबाट चाहिँ हामीले सियो धागोले मसिनो बनाएर बीचबाट होइन छेउछेउबाट चाहिँ हामीले साधारण टाका लगाएर वरिपरि सिलाउनु पर्ने हुन्छ साथीहरू। हजुरहरूलाई अरू डिजाइनको पनि यसरी लबर ब्यान्ड बनाउन सिक्न मन छ भने कमेन्टमा लेख्नु होला। यो चाहिँ हामीलाई बनाएर पसलमा बेच्न पनि र नानीहरूलाई कतै जाँदा लगाइदिन नि कति सजिलो हुन्छ साथीहरू। सो यो चाहिँ मलाई एकदम इम्पोर्टेन्ट लागेर हजुरहरूसँग यो बनाउने तरिका सेयर गरेको हो। यसरी हामीले बनाइसकेपछि पछाडि मजाले गाँठो बनाइदिने। त्यसपछि एउटा सानो लबर लिएर पछाडि हजुरहरूसँग ग्लुगम छ भने ग्लुगमले टाँस्दा नि हुन्छ, नभए सियो धागोले नै यसरी मजाले दह्रो बनाएर सिलाएर टाँस्दा पनि हुन्छ। म चाहिँ सियो धागोले नै यसरी टाँस्दिने गर्छु। त्यसपछि ग्लुगमले चाहिँ माथि हामीसँग भएको मोतीलाई टाँसिदिनु होला। यसमा नि पुवाल छ भने सियो धागोले टाँस्दा राम्रो, नत्र भने ग्लुगमले यसरी माथिबाट टाँस्दिने।